फेरि पनि लामो समयमा सबैलाई अभिवादन भन्न चाहन्छु। म आज तपाईहरुको माझमा फेरि पनि यो फलफुल सम्बन्धीमा यो बारीमा आएको छु। विशेष मैले आजभन्दा 7-8 वर्ष अगाडिदेखि नै यो साउरसपको बारेमा बताइरहेको थिएँ अनि बिउहरु पनि राखेर बिरुवा बनाएर अनि मैले धेरै बेच्ने काम पनि गरे। किनभने बिउ राख्न यसको निकै मेहनत गर्नुपर्छ। यसलाई मल ल्याएर एकदमै स्प्रे पानी लगाएर अनि यसलाई चाहिँ के भन्छ नि त्यो पोटमा राखेर चाहिँ गर्नुपर्छ। धेरै मेहनत लाग्छ अनि 50 देखि 200 रुपैयाँसम्म बिरुवा चाहिँ मैले बेचेको थिएँ। यो बेच्नु भन्दा पनि यो चाहिँ किन भन्दाखेरि महत्त्वपूर्ण दिनुपर्छ भन्ने कुरोको लागि पनि हो। यो बिरुवा मेरोमा अहिले यो एउटा सुकेको छ, एउटा काटेको छु यहाँ अनि 2 बोट छ अनि त्यो भएको कारणले यो साउरसप भन्छ यसलाई चाहिँ। यसको पातदेखि लिएर यसको फल कति लाभदायक छ भन्ने कुरो एकछिनमा म तपाईहरुको माझमा पनि बताउने छु। अनि यो बिउ राख्नको लागि मैले यहाँ माथि पकाएको छु एउटा। यो धेरै यो बोटमा नै किरा लाग्ने अब त्यो उयो नभएर पनि होला अनि अलिकति पाक्न लाग्यो भने लामपुच्छ्रे चराले खाइदिहाल्ने। तर यहाँ एउटा चाहिँ बचाएर राखेछु। यो चाहिँ विशेष गरी बिउ राख्नकै लागि हो, बिरुवा राख्नको लागि। म अहिले टिप्ने छु। आज चाहिँ म टिप्ने छु यसलाई धेरै समय अगाडिदेखि गोठालो गरेर अहिले यतिको भएको छ एउटा। अरु पनि फल्दैछ अनि यो चाहिँ एउटा फलको अहिलेसम्म 1000 रुपैयाँ 700 रुपैयाँ गोटा बिक्री भइरहेको छ। यहाँ माथिल्लो घरमा पनि हाम्रो वरपर प्राय यो छ नि त। अनि आज चाहिँ मैले यसलाई टिपेँ। अब किन भन्दाखेरि चाहिँ यसलाई चाहिँ चराले दुःख दिने भएको कारणले यत्रो भएको छ हैन, यत्रो भएको छ अनि पाक्न लागेको रहेछ। मैले यसलाई टिपेँ भरै लगाएर अनि यो पात पनि यसको चिया खानुपर्छ सुकाएर। धेरै वर्ष अगाडि मैले यसको बारेमा एक्सप्लोर पनि गरेको। यो फेसबुकतिर पनि त्यति मान्छेले वास्ता रहेन। अहिले चाहिँ मान्छेहरूलाई वास्ता लाग्न थालेछ। यहाँ घरैमा आएर सुकेकै पात भए पनि 500 रुपैयाँ किलो किन्नु आउँछ। अनि यो पल्लो बारीमा पनि छ। त्यहाँनिर यो बारीमा मैले लगाएको थिएँ। यो बारी बिक्री भएको कारणले त्यहाँ 10-11 बोट पल्लोपट्टि नै छ। अब फेरि पनि म मेरो आफ्नै बारीमा पनि रोप्ने छु यहाँनिर। अनि यहाँ कुखुराहरू पनि छन्, चल्लाहरू। यो जोडीको बेच्दैछु। यो चाहिँ श्रीमतीको पेवा अनि भालेहरू बिक्री भइरहेछ, पोथीहरू पनि बिक्री भइरहेछ। त्यही 700 रुपैयाँ किलो। अब मान्छेले बजारमा पनि 700 रुपैयाँ किलो छ भन्ने कुरा गर्छन्। अब बजारमा मधेसबाट लिएर गर्छन्, यहाँ चाहिँ यसरी छोडेर यसरी चल्लाहरू गरेर। चारो महँगो छ हैन, अब दानै किनेर पनि महँगो छ, चेक्ला नै महँगो छ अनि यो घाँसपात के गर्दाखेरि महँगै छ नि त। अनि त्यो भएकोले पनि 700 रुपैयाँ किलोले जस्तो बिक्री भइरहेछ। यो आफूलाई खानुको लागि पनि अनि किन्नु आयो भने बेच्नुको लागि पनि हो। अनि यो कागती पनि बेच्छ। यो ठुलो भएपछि किन्नै आउँछ, घरमा नै किन्नु आउँछ। 10 रुपैयाँ दाना यो चाहिँ है। मैले बारीको टिपेको साउरसप चाहिँ यही हो। साउरसपको फल यो। यसको लाभदायक बारेमा, यसको फाइदा बारेमा म केही कुरोहरू राख्ने छु। कुरोहरूलाई चाहिँ ल्याइरहेको अथवा यो साउरसपको बारेमा चाहिँ करिब 8 वर्ष अगाडिदेखि नै यो जानकारी
मैले खोजिरहेको यसको विशेषता के हो भनेर। मेरो बारीमा 8 वर्ष अगाडिदेखि नै यो साउसप थियो। मैले चाहिँ विशेष गरी यहाँ हाम्रो माथिल्लो घरबाट एउटा बोट लिएर रोपेको थियो। त्यही बोट ले यो फलको अचम्म स्वादहरू भएको कारणले के रहेछ भनेर त्यतिखेरदेखि नै खोजी कार्य गर्दै गर्दाखेरि मैले सबैभन्दा पहिला चाहिँ क्यान्सर विरुद्ध यसमा लड्ने एउटा प्रतिरोधात्मक के भन्छ त्यो क्यान्सरको लागि चाहिँ यसले क्यान्सरको कोषलाई मार्ने यसमा केही तत्त्व छ भन्ने कुरो धेरै अगाडि मैले पाएको थिएँ। अनि अहिले प्रशस्तै बजारतिर भइरहेछ। यसको पातहरूको पनि चिया खाने हैन, पातहरू पनि अहिले घरमै 500 रुपियाँ किलो किन्नु आउँछ। सुकेकै भए पनि दिनु भनेर हैन, सुकाएरै खाने हो यो। फाइदा चाहिँ यस्तो छ, यसको रिसर्चले बताए अनुसार क्यान्सर विरुद्ध एन्टी क्यान्सर साउसपमा पाइने एसेटोजेनिन्स नामकको कम्पाउन्डले चाहिँ क्यान्सरको सेललाई अथवा क्यान्सरको कोषलाई नष्ट गर्ने सम्भावना देखाएको छ रिसर्चले, 1 नम्बरमा भने। 2 नम्बरमा केही अध्ययनहरूले बताएअनुसार यसको सेवनले स्तन, प्रोस्टेट र पेटको क्यान्सर विरुद्ध सकारात्मक प्रभाव पाएको पाएको छ भनेर पनि भन्छ। अनि 3 नम्बरमा यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट्स र भिटामिन सी अनि फ्लाभोनोइड्स र फिनोलिक कम्पाउन्ड्सहरू भएको कारणले शरीरको कोषहरूमा प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउने र इम्युनिटी पावरलाई पनि बढाउने काम गर्छ भन्ने कुरो पनि रिसर्चले बताएको छ। अर्को ब्लड सुगर अथवा सुगर जस्तो रोगलाई पनि यसले नियन्त्रण गर्छ, यसले भनेर चाहिँ बताए, सन्तुलनमा ल्याउँछ भनेर चाहिँ बताएको छ हैन। अनि अर्को चाहिँ ब्लड प्रेसरलाई यसमा भएको पोटासियम र म्याग्नेसियमले नियन्त्रण गर्ने मद्दत गरेको पनि रिसर्चले देखाएको छ। 7 नम्बरमा चाहिँ यसमा उच्च भिटामिन सी पाइने हुनाले रोगसँग लड्ने क्षमता, प्रतिरक्षा क्षमता पनि यसले बढाउने काम गर्छ यसको सेवनले। साउसप यो है, यस्तो खालको फल चाहिँ यस्तो हुन्छ। अनि पात पनि चियाको रूपमा खान सकिन्छ भनेर चाहिँ बताएको छ। अनि अर्को 8औं नम्बरमा पाचन प्रणालीमा कब्जियत हुन्छ नि, त्यो कब्जियतलाई पनि यसले सन्तुलन गर्ने मद्दत गर्छ, कब्जियतलाई हटाउने मद्दत गर्छ, किनभने यसमा प्रशस्त फाइबर हुने भएकोले कब्जियतलाई पनि यसले हटाउने गर्छ भनेर चाहिँ भन्दछ। अनि पाचन शक्तिलाई पनि यसले सन्तुलन गर्छ भनेर रिसर्चले बताएको छ। अनि 9 नम्बरमा यो इन्सोम्निया र माइग्रेनको लागि पनि यो फाइदाजनक छ भनेर भन्दछ है, रिसर्चले त्यसरी बताएको छ। किन भन्दाखेरि यसमा ट्रिप्टोफान भएकोले यसले सेरोटोनिन उत्पादनमा मद्दत गर्छ, भनेर भनेछ। अब यो मेडिकल टर्म मलाई थाहा छैन र पनि यहाँ मैले पाएको कुरोलाई चाहिँ के रहेछ भनेर यहाँ बताएको, त्यो मद्दत गर्छ, सेरोटोनिन उत्पादन गर्नमा मद्दत गर्छ र हाम्रो मुड अनि निन्द्रालाई यसले सन्तुलन राख्ने हार्मोनको उत्पादन गर्छ भनेर चाहिँ भनेको छ है। अनि यो सेरोटोनिन भन्ने चाहिँ सायद हार्मोन होला। अनि अर्को 10औं नम्बरमा हड्डीलाई यसले बलियो, क्याल्सियम पनि प्रदान गर्ने भएकोले हड्डीलाई पनि यसले बलियो बनाउने, अनि त्यो सुजन हुनेहरू हुन्छ नि त्यसलाई पनि यसले भन्नाले सुन्निनेलाई पनि यसले नियन्त्रण गर्छ भनेर भनेछ यो फलले है, अथवा यो साउसपले। अर्को 11औं नम्बरमा यौन सम्बन्धमा फाइदा पुर्याउन, यसले यौन सम्बन्धमा पनि फाइदा पुर्याउँदछ, जसले लिबिडोलाई सकारात्मक प्रभाव
पारेको रिसर्चले बताएको छ। अनि अर्को 12औं नम्बरमा प्रजनन क्षमतामा पनि यसले अहम भूमिका खेल्दछ, जसले चाहिँ जिङ्क, आइरन र भिटामिनले चाहिँ स्पर्म र वीर्यलाई चाहिँ स्वस्थ बनाउने, उच्च गुणस्तरीय बनाउने, सुधार ल्याउने है। वीर्य कमजोर भएको कारणले पनि प्रजननमा समस्या आइरहेको हुँदो रहेछ भन्ने कुरो। अनि त्यसमा चाहिँ यसले यसको यो तत्त्वहरूले चाहिँ त्यो प्रजननको लागि पनि वीर्यलाई चाहिँ स्पर्मलाई चाहिँ यसले एउटा के भन्छ गुणस्तर बनाउँदो रहेछ अथवा सुधार ल्याउँदो रहेछ भन्ने कुरो चाहिँ रिसर्चले बताएको छ। अब यसको बेफाइदा चाहिँ के हो भन्दा साइड इफेक्ट पनि हुन्छ। अनि यो साइड इफेक्ट चाहिँ कसरी हुन्छ भन्दाखेरि अब मात्रा हामीले कसरी खाने भन्नेमा पनि छ हैन। अब यो किन भन्दाखेरि यो एउटा संवेदनशील फल भएको कारणले यसले औषधिको काम गर्ने भएको, औषधि पनि धेरै खायो भने चाहिँ साइड इफेक्ट हुन्छ नि त। अनि यो पनि त्यो बताएको छ। सावधानी अपनाउनु पर्ने, साउरसप धेरै मात्रामा सेवन गर्नु हुँदैन भनेर चाहिँ त्यहाँनेर यो रिसर्चरहरूले चाहिँ बताएको कुरो मैले यहाँ ल्याएको छु। किनकि यसको केही न्युरोलोजिकल अथवा स्नायुमा साइड इफेक्ट पनि देखाउन सक्छ, किनभने चाहिँ संवेदनशील भएको कारणले औषधिको रूपमा यो फल चाहिँ रिकग्नाइज भएको कारणले अनि न्युरोलोजिकल अथवा स्नायुमा पनि यसले साइड इफेक्ट ल्याउन सक्छ धेरै खाएमा। जस्तै गर्भवती महिलालाई अनि औषधि सेवन गर्ने, अब के औषधि सेवन, संवेदनशील औषधिहरू सेवन गरिरहेको अवस्थामा यो चाहिँ डाक्टरको सल्लाह अनुसार कति मात्रामा लिन सकिन्छ त्यो मात्रालाई सोधेर अथवा यो सम्बन्धमा विध छ अनि उहाँहरूलाई सोधेर चाहिँ लिन सकिँदो रहेछ। अनि अर्को पार्किन्सन भनेको चाहिँ काम्ने हैन त, अहिले यस्तो काम्ने त्यस्तो हल्लिने काम्ने रोग लागेकाहरूले पनि यो डाक्टरको सल्लाह अनुसारको मात्रा लिनुपर्ने हुँदो रहेछ। अनि यसको फाइदा चाहिँ धेरै छ। अनि मलाई चाहिँ कस्तो लाग्छ भने यो क्यान्सर जेनेटिक अथवा वंशाणु रूपमा भइरहेको परिवारहरूले चाहिँ यसलाई रोपेर यसको पत्ताको चिया चाहिँ, अब फल त सधैँ हुँदैन नि त, पत्ताको चिया चाहिँ खाइरहने, 2 पत्तालाई उमाल्यो अथवा 1 पत्तालाई उमाल्यो अनि केही गरिँदैन भने हप्तामा 3 ताल, हप्तामा 2 ताल खाने। यदि कसरत गरिन्छ भने चाहिँ यसलाई हप्तै पछि दैनिकी 1 गिलास 1 कप खाँदा हुन्छ भनेर चाहिँ बताउँदो रहेछ। अनि त्यो भएको कारणले एउटा जानकारीमूलक यो फलको विषय पनि तपाईहरुको माझमा लिएर आएको। अनि मैले धेरै फल चाहिँ यो चाहिँ कस्तो छ भन्दाखेरि फल फल्ने बेलामा धेरै कुहिन्छ हैन, पानीले होला अनि चराले पनि खाइदिन्छ, लामखुट्टे चराले पनि खाइन्छ। अनि यसलाई चाहिँ मैले बचाएर राखेको छु। यसपालि मैले बिउ यसको बिरुवा बनाएर पनि धेरै अगाडिदेखि मैले रोपेको छु हैन, रोपेर बेचेको पनि छु। यो चाहिँ एउटा महत्त्व होस् भनेर अनि त्यो बिरुवा लाउँदाखेरि पनि निकै परिश्रम गर्नुपर्छ यसलाई। अनि त्यो भएको कारणले प्रत्येकको सानो करेसा बारी छ भने एउटा फल चाहिँ लगाउँदाखेरि हाम्रै लागि एउटा इम्युनिटी पावरको लागि पनि, प्रतिरोधात्मक क्षमताको लागि पनि हामीले यसलाई जसरी हामीले अरू चिजहरू चिया खान्छौँ नि, दुध राख्छौँ नि, त्यसरी नै यसलाई पनि स्याहार गरेर रोप्यौँ र यसको फल भयो भने धेरै मैले पनि अनुभव गरेको छु। हामीले कोरोनाको समयमा यो धेरै खायौँ अनि यसले धेरै हामीलाई एउटा के भन्छ नि आत्मबल पनि बढेको छ यो खाएर हो भनेर पनि होला हैन। अनि त्यो भएको तपाईहरुलाई पनि यो जानकारी तपाईहरुले पनि यो कतै न कतै पाउनु भयो भने यसलाई स्याहार गरेर रोप्नुहोस्, फल फलाउनुहोस्, पातको चिया खानुहोस् अनि स्वस्थ रहनुहोस् भन्ने मेरो कामना छ। सबैजनालाई फेरि पनि अभिवादन।